हेलो एभ्रिवान, आज मेरो डे 10 अफ कट है। मेरो मर्निङ वेट आज 68.4 थियो। मेरो डे 9मा चाहिँ 67.30 थियो। मेरो यो वेट बढ्नुको कारण चाहिँ मैले 2 दिन चाहिँ ब्रेक लिएँ। मलाई यसो डायट फटिक भएर प्लस ग्लुकोज रिफिलको लागि र फेरि म ब्याक टु ट्र्याक भएँ है। आज चाहिँ मेरो चेस्ट, सोल्डर र ट्राइसेप थियो र मेरो वेट सिलेक्सन पनि त्यही नै छ, मिडियम र रेपिटेसन पनि 10 to 12 म्याक्स छ र ब्रेक चाहिँ अन्दाजी 2 मिनट्स छ है। र मैले चाहिँ आज चाहिँ एउटा डिसिजन लिएको छु र म चाहिँ अब मिस्टर काठमाडौँ खेल्छु होला। सो मैले चाहिँ प्रिपरेसन आजबाट सुरु गरेँ, डे 10बाट है त। ल साथीहरू सपोर्ट गरिदिनु होला है। अनि केही कुरा जान्नु छ भने चाहिँ मलाई चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ अथवा डिएम गर्न सक्नुहुन्छ है। सो त्यही आज चाहिँ मैले त्यस्तो विकनेस फिल भएको थिएन, मलाई चाहिँ ठिकै फिल भएको थियो, त्यस्तो इनर्जेटिक पनि फिल भएको थिएन र आजको सेसन पनि राम्रो भयो। र एक्स्ट्रा चाहिँ आजदेखि मैले पोजिङ प्र्याक्टिस मिस्टर काठमाडौँको लागि चाहिँ सुरु गरेँ र यो चाहिँ मेरो बडी अपडेट एट 68 प्लस क्याटेगोरी, तर म्याक्सिमम वेट, तर म्याक्सिमम चाहिँ वाटर हो है। ल स्टे ट्युन फर डे 11 है त। ल हेभ अ ग्रेट डे, बाई बाई।